यस्तो भइसक्यो सबै भित्र छ हौ हामीलाई पनि छ त बबाल बबाल हेलो साथीहरू नमस्ते सेवा फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियो एन्ड भ्लगमा फेरि पनि आइसकेको छु म तपाईँहरूको सामने न्यू भिडियो लिएर अनि सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला भन्दै म यो भिडियो चाहिँ स्टार्ट गर्दैछु साथीहरू अनि हामी दुईजना पनि एकदमै सन्चै छौँ भनौँ अनि आज फेरि जाँदैछौँ हामी मकैबारी दराम गर्न दुईजना अनि एका बिहानै जाँदैछौँ आज चाहिँ किनकि भोलि चाहिँ घाम लाग्न सक्छ घामले चाहिँ टुप्पी नै पुरा तातो रातो पारिदिन्छ होइन यति खरा घाम लाग्छ नि आजकल पानी पर्छ फेरि भोरै अहिले चाहिँ दिन यस्तो धुम्मा भइरहेछ पानी पर्छ जस्तो त्यही पनि हामी बिहानै गएको छौँ सुगा हेलो के छ खबर बिहाल्छ नि बिहाल्छ साथीहरू आज चाहिँ हाम्रो दिन चाहिँ कस्तो भइरहेछ भने यस्तो छ है बादल कुहिरो लागिरहेछ अनि हामी चाहिँ दुईजना टक्क हिँडिसक्यो अब चाहिँ हामीले के गर्छौँ हेर्दै गर्नु होला है त साथीहरू साथी यस्तो भइसक्यो सबै पुरा होइन हेर्न सक्नुहुन्छ यो बिउ हालेको भिडियो चाहिँ के भयो भने नि साथीहरू एडिट गर्दाखेरि अलिक मिलेन छ त्यहाँ सानो पर्दामा भएछ कि हाल्दा पनि त्यस्तै हालेको छु मैले वास्तै गरिनँ लास्टमा कति स्याड भयो गएर हेर्नु होला हेर्नु यस्तो भइसकेको छ है साथीहरू कस्तो राम्रै पलाएछ भनौँ हामीले चाहिँ मकै खन्नुपर्ने छ साथीहरू धेरै वर्ष त हो नि म यो उद्धोदेखि ए त्यो ठुलो घर म त डर पो लागिरह्यो यो चाहिँ सरमदानबाट बनेको बाटो है साथीहरू यो त झन् 5 फिटको छ हौ 5 फिटको चौडाइ यहाँ हेर्नु चौडाइ 2.5 फिट 3 फिटकै होला कति केजी होला यो त गुड जब बोरोदार सिस्टरहरू नस्पाती हो बोट हाम्रो घरहरू ओ त्यो पाहाडी हो पुच्छरमा छ हाम्रो घर त्यो है हाम्रो घर बत्तीले झिम्काइरहेछ गाउँघरको माहौल यस्तो छ यहाँ आल्चा छ यो आल्चाकै पहिरो आल्चा हो नस्पाती छ नस्पाती फल्दैछ नस्पातीको दानाहरू छ लेट्स गो हिँड्यो है त साथीहरू आल्चा हेर्नु न आल्चा अम्बोको हेर्नु न पाकिसकेको रहेछ है सासुरा पाकिसकेछ हौ यो माथिल्लो गरातिर पनि हो तल्लो गरातिर पनि हो यो गरा चाहिँ एकदम ठुलो छ झ्यास फेरि छँदै छैन हाम्रो बारीमा केही पनि छैन है मौसम यस्तो छ साथीहरू चरा कुई कराइरहेछ बादलहरू पुरा कालो भइरहेछ पानी झर्छ यो छिट्टै यहाँ खन्ने चाहिँ एकदम झ्याउ लागिरहेको छ है यो के हो फेरि आएर भ्याउँछ आज त मलाई त के साह्रो हो हालेर फेरि माथि
सक्दिन लिएर कोदालोलाई ba đàn nhưng ba tụ có lệ xong rồi samsidan ở trên này यही मकैको अन्डा एउटा लिएको है अन्डा पनि छ त अन्डाहरू चिन्दैन रहेछ नि त भुँडी माइलो भुटिसकेछ अन्डा पनि धेरै राख्यो भने त ठुलो भुटेको अन्डा चाहिँ बाहिरको जस्तो यस्तो रातो हुन्छ बा बैलाडे हो के को बैला भएपछि कहाँ खन्दैछ पल्लो छेउदेखि लिएको सँगैको साथीहरू यसरी भित्तामा अल्छी गर्ने साथीहरू यसरी भित्तामा अल्छी गर्ने मान्छे कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम भएपछि साह्रै गाह्रो हुन्छ साथी कति तान्नु के मेलो पनि कति तान्नु कसै यहाँ पुगिरहेछु म कसै
कति धान म त यो भुइँ गोड्दै आएको हो त आयो भुइँ गाउँदै साथीहरू हामीले चाहिँ यो परसम्म यो हेर्दा चाहिँ यस्तो सानो रहेछ कि तर यत्रो ठुलो गाडा छ कि अनि यो परसम्म अनि टक्का यो परदेखि खनेको खन्यो अनि यो तल्लो खन्दा बाँकी छ यो चाहिँ तल्लो खन्दा चाहिँ पापाले उपरले पुऱ्याउनु भयो अनि यो माथिल्लो गराहरू बाँकी नै छ अनि हामी चाहिँ यो भरे खनिन्छ होला तर अहिले त्यो घाम यहाँ देख्नुहुन्न कि अलिक अहिले चाहिँ छेकेको छ बादलले कस्तो गर्मी छ अब चाहिँ हामी घर जानु आँटेको साथीहरू अहिले चाहिँ 10 बज्नु आँट्यो ओ म चाहिँ यहाँ डोको लिन आएको साथीहरू अब हेर्दै गर्नु होला है त ओफ हेर्नु न सबै डढेर कस्तो कालै भएको छ अनुहार पनि भिजो अनि लिइरहेको छु त हजुर किन मलाई त्यसरी कराउनुहुन्छ हजुर हजुर किन कराउनुहुन्छ हजुरले मलाई हजुर खन्नुहोस् न हौ हजुर किन नखन्नु भएको हजुर घाँस चाहिँ फेरि छँदै छैन हाम्रो बारीमा केही पनि छ होइन अझै धेरै छ त यो घर पनि यहाँ कति यो टमाटर लास्ट छ कि साथीहरू अनि एकदम खन्नु पनि झ्याउ रहेछ लास्ट अब छ्या हेर्नु न यो परसम्म घाँस भन्ने कुरा फेरि पत्तै छैन के घुम्नु यताउति गयो भने चाहिँ भिडियो बनाउनु पनि मजा हुन्छ होला है हाँस्दै खेल्दै काम गर्दा त लास्टै दिमाग खराब हुने रहेछ कि राम अङ्कलले भन्नुहुन्थ्यो कि हाम्रो राम अङ्कल छ फेसबुक आइडी फलो गरिदिनु होला सबैजनाले अङ्कलले यत्रो काम गर्नुपर्छ अनि दिमाग खराब हुन्छ सुषमा के भिडियो न सिडियो भनेर भनिनुहुन्थ्यो अलिक केही गर्नु पाए पो यस्तो काम गर्नुपर्छ अनि के भिडियो दिमाग खराब मात्र हुन्छ झन्को मात्र सुर्छ भन्दै हो रहेछ काम गर्दा त झन्को मात्र छुट्ने रहेछ सुगा र मेरो 5 पर्दा अहिलेसम्म दुईजनाको 5 पर्दा के गर्नु म सकिन खन्नु भन्छ तपाईँलाई मात्र गाह्रो भएको छ भन्ने फेरि म रुम्की हाँसुम बनायो मायाले पाती सुग डोको फेरि ल्याउनु इस बिउ चाहिँ अस्तिराखेको यस्तो बबाल पलाउनु भएछ भटमास पनि पलाएछ कोसा भटमास ल है त साथीहरू ल है त पलाएछ है त हाम्रो बिउहरू पनि यता चाहिँ प्यान्ट हाँस लाउँदै हुनुहुन्छ हेलो हीरो को एंट्री हुआ मेरे तो क्या हुआ रे साथीहरू अनि हामी चाहिँ जाँदैछौँ पर्सि यो भिडियो चाहिँ म भोलि मात्र हाल्छु मैले चाहिँ एक दिन बिराएर हाल्ने गर्छु प्रायः भिडियो धेरै बनाइराखेको छु भने चाहिँ आज बनाएको चाहिँ भोलि हाल्छु कि साथीहरू त्यसो गर्छु मैले चाहिँ अनि यो भिडियो चाहिँ भोलि हाल्छु अनि हामी चाहिँ पर्सि जाँदैछौँ धान रोप्नलाई सुङ्गेल जाँदैछौँ है त साथीहरू धान रोपेको भिडियो सबैजनाले हेर्नको लागि तयारी हुनु होला एकदमै रमाइलो हुन्छ ओके साथीहरू पोहोरको पनि भिडियो हेर्नु मन छ भने चाहिँ यता प्यारोटकोमा छ विद्यान भ्लग्समा छ है साथीहरू विद्यान भ्लग्स हो कि विद्यान राई हो हजुरको च्यानलको नाम मकै हुनुहुन्छ फेरि यता घर हाम्रो डाँडा बजार माछे वाट त्यस्तो चाहिँ नभन्नु न प्यान्टु मलाई नै सताउनु जाने चाहिँ अरूको बुढाले चाहिँ बुढीलाई बोक्नु दिँदैनन् कि सबै कुराहरू मेरो बुढाले चाहिँ सबै बुढीले नै गर सबैले बुढीले गरिदिए राम्रो हुन्थ्यो भन्ने खालको छ है साथीहरू हामी चाहिँ घर पनि लाग्यौँ अनि हामी चाहिँ भरे दिउँसो खन्न आउनुपर्ने छ हामीले चाहिँ सकेनौँ अनि त्यही हो साथीहरू यो भिडियो चाहिँ के कसो लाग्यो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई अनि यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबै साथीहरू हामी चाहिँ घर पनि
हिँड्यौँ अनि हामीले चाहिँ मकै पनि खनै सकिनँ अनि भरे आएर खन्ने हो दिउँसो अनि साथीहरू घाम यस्तो छ कि लास्टै घाम छ अनि सबैजनाले माया सपोर्ट गरिदिनु होला अनि यो भिडियो चाहिँ के कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनालाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अनि यो भिडियो चाहिँ यति भने यहीँ इन गर्न चाहन्छु हस्त धन्यवाद साथीहरू फेरि भेटौँला बाई बाई गाइज